पनातीलाई यम 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 राइन खै खतरा छ त अन्त यो चाहिँ जेन्ट्स बार अब भोलिको लागि यहाँ पनि एउटा बार बनिन्छ काम हुँदैछ अझै सामानहरू आउँदैछ सामानहरू आइपुग्न आँट्यो लु यतिको त भयो अहिले डेकोरेसन अमाइराको आमा फेरि डेकोरेसन आएको रहेको है अमृत बसिरहेको छस् भाइ बोर भयो नि अब अमृतलाई म हेर्छु नि यहीँ छु नि ल ब्लगर यहाँ भत्तो भइसक्यो हुनु रे कुदेकोले देखेँ मैले भन्दै थिएँ क्याटरिङ आयो भने थियो ओ कस्तो लाग्यो राम्रो लाग्यो त्यही त डेकोरेसन स्टेजको बढ़िया लग रहा है अभी राम्रो गरेछ है अहिले बज्यो 10 रातिको 10 अहिले स्टिल काम चल्दैछ हत्तु भयो थाकेर आम्मा हो हच अझै 12-1 बजीसम्म राति काम चल्छ अरे 12-1 बजीसम्म चल्छ अरे उनीहरू काम गर्छ अरे काटकोटहरू त्यही त हत्तु भयो आज आम्मा हो बिहानको 5:30 बजी बस स्टैंड ही बनेगा ना ठीक है राति 2 बजी सुताइ भएको बिहान 4:30 मा उठेर यता 5 बजी बेडबाट निस्केको 5:30 तिर आएछ मान्छेहरू काम गर्नु तिनीहरूलाई हेल्प गर्दा यताउता हेर्दा हरेस बनायो अन्ना आज अलिक घाम त लाग्यो बिहान पानी पर्यो भने त बिजोक हुन्छ आज बोल्नुको काम हुँदैछ अझै गेट बनिँदैछ त्यहाँ डल्लै छ अब यता बनिन्छ काम छ बिजी छ औ कता बिहान पनि स्कुटीमा जाऊ के हुन्छ जाऊ न ल अहिले बज्यो बिहानको 6:30 बजी अन्त त्यही अब चाहिँ म जानु पर्छ मटन चिकन अनि फिश लिनु हिजो राति लाएको पनि हुन्थ्यो तर फेरि मैले भने हैन मलाई भोलि बिहानै दिए किन मलाई फ्रेस चाहिन्छ
अब म राति लाउँछु फ्रिजमा राख्यो फेरि बिहान पकाउँदा अलिक टेस्टलेस हुन्छ बासीको एक रात बासी हुन्छ नि त त्यो बेस्ट कुरो के हुन्छ आज बिहानै जान्छु फ्रेस लिएर आउँछु किनभने इभेन होस् या जे पनि होस् सबभन्दा इम्पोर्टेन्ट फुड हो फुड क्वालिटी जति राम्रो क्वालिटी हो त्यति राम्रो त्यसले म चाहिँ जहिले कुरो पनि खानामा चाहिँ कहिले कम्प्रोमाइज गर्दिनँ लो अहिले भयो 9 बज्यो बिहानको 9 बजी मात्रै यतिको त हुँदैछ है यतिको डेकोरेसन हुँदैछ टेढ़ा हो गया है तो तुम्हारा क्या बोलते हैं इसका गेट का नहीं वो हाँ स्टैंडी यो भयो अहिले 9 बजीको यता नानी माइरा बहिनी छोरी यता माथि हेर मलाई आन्टी अझै खेप आजदेखि मेरो नानीको अन्न खाने दिन लो आज मेरो नातिनीको अन्न खाने दिन मेरो नातिनीको अन्न खाने दिन मिठो बाबु ओइ बाबा बाबालाई बोल उ हात धुनुहुन्छ हाम्रो बाबा बुहारी यो लगाइदिनु र मेरो हातले त नङ्ला एकदमै यहाँ नकली भएर छक्कै परिरहेको छु के चाहिँ हुँदैछ भनेर दोबार दिनु त लगाइदिनु त यो झ्याउझ्याउ ए हाई पनि काटेछौ नानी त सब झऱ्यो आज पहिला निधारले भयो बाबा खुवाइदिनु बाबा अन्न मेन त्यसको यहाँ ल अलिकति ल मिठो मिठो है संसारको देवी देवताहरूले आशिष दिनु मेरो छोराछोरी नातिहरूलाई नातिनीहरूलाई राम्रो होस् फलो फुलो भएर जाओस् ज्ञानी मुखमा आमा बाउलाई मिठो लागेछ खाँदैछ यो म्याट भरि झारे ल यो हुँदैन होला नि यो पनि गुलियो छ अरे यो चामल मिठो भयो नानी एकछिनमा पठाइदिन्छु A for Amira. Oh my god. Happy. अलिकति हाममा गर्दा आफूले उयो गीत लगाउनु पर्छ नि है
किन किन भइहाल्छ यो भिडियोहरू छ त्यो एक पक्कमा दिनु न भइहाल्छ यति पक्कमा भिडियो गर्छ नगर्नु किन गर्नु न किन भिडियो गरेको मैले त क्लिक गर्दै त अघि 2-3 ताल ला गयो नि गयो हेर्दा एकताल हुन्छ सर के छ सोधिन्छ मैले क्लिक गर्दै हुन्छ 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 भइहाल्छ वाह आमा लिएर बस्नु नि आमा चाहिँ नानी कहाँ फेरि अबुलाई भन्ला नि थ्याङ्क यू भन लगाइदिनुहोस् न लगाइदिनुहोस् न केही छ है यो खोलिदिएर पनि एकछिन खोलिदिनु ल उसले त्यहाँ स्पार्कल्स लगाउँछ के क्यूट देखेको है हात एकछिन राख्न भयो त सक्दैन रहेछ हौ यहाँ बाहिर मान्छे आएको के गर्छ मान्छे आउँछ नि फेरि होइन म यसमा आफू जाने चौकी बोजू आउनु टिका हान्छ यहाँ बस्नु नातिनी तपाईँको है बाजे हजुर गरम छ नि हजुर आज उसले चाहिँ मिठो है नानी लाउनु न भयो 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 आज खुसी छ पुरा खा के छ अरे गिफ्ट खै 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 ए स्यानको भाइ फोटो खिच्दिनु आउन हजुर सब पछाडि
पानी हाल्नुपर्छ नि सुमन काका पानी हाल्छ न ए ल अम्मा बोलाउँछु नि पानी हालेर चिसो आउँदैन नि त्यही त होइन भ्याएको छैन हौ नभ्याएको डान्स आइज न माथि आइज किन अन्त के हुन्छ माथि आइज माथिबाट त्यस्तो हो ब्लगर हुन्छु होइन यसरी यसरी बाजेको फोटो यस्तो यसरी गर्नुपर्छ त्यहाँ टक्क यसरी गर्नुपर्छ अनि जस्तो अनुहार देखाउनुपर्छ भाइ फोटो खिचिस् बाजेहरूको मजा खेल्नु न होला है ल नातिनीलाई सौभाग्य सदा खुश रहो सदा जिम्मी रहो है आम्मा कति ठुलो दिएको मेरो खुसी मै नअट्ने मेरो खुसी मेरो बर्थडे आउन आँट्यो मेरो बर्थडे आउन आँट्यो मेरो बर्थडे आउन आँट्यो नि तिम्रो बर्थडे पैसा जम्मा गर्छ भन्नु तिम्रो बर्थडेमा त उयो दिन्छ भाले लगाएर बाङ्ग यति ल हो गाइस यस्तो छ है मेन्यू ग्रीन सलाद नेवारी अचार प्लेन राइस फ्राइड राइस दाल मिक्स दाल भाजी आलुदम मिक्स वेज बटर पनीर मसाला अंडाको चौकी बनाएको थियो चिकन चिल्ली चिकन and mutton yummy
यो चाहिँ एन्ट्रेन्स यहाँबाट एन्ट्री छ धन्न आज घाम लागेर मजाको वेदर भयो यो लेफ्ट ह्यान्ड साइड तपाईको बुफे यो राइट ह्यान्ड साइड सेल्फी बुथ छ सेल्फी बुथ यहाँ मायरा देखिरहेको छ पवन भाइ नोनी खाना खाएको भोक लाग्यो मैनी त्यो खानु पाउँछु म त्यसो काम जस्तै हो नि यो म स्यान्सम ओ गाडीमा फोन छ ल्याउ न गाडीमा खाना एकदम A1 खाना चाहिँ त टकाटक टकाटक त्यही बाजेलाई सोध्दैछु बाजे खाना लिनु भयो सबै मिठो बनाएको छ खाना हजुर त्यो क्याटिङबाट मिठो पाउँछु भएर खाना मिठो बनाएको हजुर हुन्छ बाजे लिनुहोस् ल नमस्ते हजुर हुन्छ हुन्छ हजुर देखौँ ल कस्तो छ
कालिम्पोङबाट है सर्भिसको लागि मात्रै आएको ओ हेर्नुहोस् गोपीको एकजना कृष्ण रहेछ कृष्ण हो नि बिचमा गोपीको बिचमा कृष्ण एकजना ल बडा हुन्छ त्यही त हौ हाम्रो नातिनीले पनि खाएको तथा तँ खिदिनु न इन्टरनेसनल लो यहाँ टिका टिका यो कहाँ दादा पर्छ हौ मेरो छोरा रहेछ ए नाकमा न कहाँ लगाएको भाइ दाजु बहिनी चटामटै न है ल चटामटै ए आम भाइ यो त बहिनी यो त इन्टरनेसनल है फेरि छोडे 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 म हेर्छु भाइ मेरो बहिनीलाई चाहिँ बहिनी चाहिँ म पनि यस्तै बाहिर जानु पर्यो है ल इन्टरनेसनल आयो बहिनी तेरोमा यो नो 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 खाने
यहाँ यहाँ खै आउ न